नमस्ते सबैजनालाई। म चाहिँ उत्तम निरौला। आज मैले छोराका बाबा आमाका निम्ति यो भिडियो तयारी गर्दैछु। समय छ भने हजुरले निरन्तर सुने हुन्छ। समय छैन भने चाहिँ सेयर बटन छ तल हैन, त्यहाँ सेयर गरिराखेर प्रोफाइलमा लगेर राखिराख्नुहोस् अथवा कतै कपी गरेर पेस्ट गरेर राखिराख्दा हुन्छ। पछि समय निस्केपछि फुर्सदिलो समयमा हजुरले सुन्नुहोला। एकदमै इम्पोर्टेन्ट, एकदमै महत्त्वपूर्ण, तपाईलाई धेरै भन्दा धेरै जीवन उपयोगी बन्नेछ यो भिडियो। मैले ग्यारेन्टीका साथ भन्छु। नेपाली समाजको समस्यालाई मैले सूक्ष्म अध्ययन गर्दाखेरि जे देख्छु हैन, त्यहीबाट चाहिँ मैले हजुरहरूलाई मेरा अनुभवहरू सेयर गर्ने गर्छु। मेरो कुनै पनि अब्जेक्टिभ्स अथवा उद्देश्य चाहिँ म हिरो पल्टिने हैन, तपाईहरुलाई चाहिँ म नै सबै थोक जान्ने हो, मेरा विचार अनुसारले समाज चल्नुपर्छ भन्ने हेतुले यो सब चीज गरेको हैन है। हुन त तपाईहरु मभन्दा धेरै अग्रज व्यक्तिहरूले पनि मेरो कुरा सुन्नुहुन्छ। तपाईहरुलाई धेरै कुराहरू थाहा छ। तपाईहरुभन्दा बाठो हुनलाई, तपाईहरुभन्दा जान्ने हुनलाई मैले यो सब चीज गरेको छ हैन। तर पनि म डेफिनेटली मर्छु एक दिन हैन। म मर्दा मेरा विचारहरू सम्पूर्ण जान्छन् मसँगै, रहँदैनन् त हैन। मेरो शारीरिक रूपमा म अहिले चाहिँ तन्दुरुस्त छु, मेरा अङ्ग प्रत्यङ्गले काम गर्छन्। यही बेलामा मैले मेरा विचारधाराहरू पोखेँ भने समाजका लागि केही न केही सानोभन्दा सानो एउटा योगदान पुर्याउन सकिन्छ नि त भन्ने हेतुले गरेको मात्रै हो। यसमा कुनै पनि अरू कुराहरू छ होला भनेर हजुरहरूले नसोचिदिनु होला। म विषयवस्तुतिर प्रवेश गर्छु। यदि हामीले हाम्रो छोराको विवाह गर्दैछौँ भने नि एउटा कुरा हामीले के सिकाउनुपर्छ भन्दाखेरि, बुहारी जो भोलि भित्रिनेवाला छिन्, पढे लेखेकी हुन्छन् है, फाइनेन्सियल इन्डिपेन्डेन्ट हुन खोज्छिन् उनी भनेको आर्थिक रूपमा उनी स्वतन्त्र बन्न खोज्छिन्, रुचाउँछिन्। हामीले हाम्री आमाहरूलाई जसरी चुला चौकामा मात्रै देख्यौँ हैन, त्यति मात्रैमा उनी अडिदिनन् है। उनलाई अलिकति स्वतन्त्रता चाहिन्छ। यो चीजमा छोरो मान्छे मेन्टली प्रिपेयर भएको हुनुपर्छ। आमा जस्तै खोज्दै गर्दाखेरि चुला चौकामा मात्रै सीमित राख्छु हैन, फोर वाल भित्र कोठाभित्र मात्रै म सीमित राख्छु, बाहिरी संसारमा म पठाउँदिन भन्ने हिसाबले चाहिँ चल्दैन। अब चाहिँ यो सब चीज चल्दैन। दोस्रो नम्बरमा, भोलि सन्तान त चाहिन्छ। विवाह पश्चात हैन, अब एउटा लिगल रिलेसन हो, शारीरिक सम्बन्ध बनाउनको निम्ति श्रीमान श्रीमती भनेको। र शारीरिक सम्बन्ध जुनसुकै समयमा बनाएको, दिनमा बनाएको हैन, मलामी गएर फर्केर आएर बनाएको हैन, औँसीका रातमा बनाएको, विभिन्न यस्ता खालका समयहरू, गलत समयमा शारीरिक सम्बन्ध बनाएर यदि त्यो भ्रूणलाई विकास हुन दिउँ र भोलि गएर चाहिँ सन्ततिको रूपमा नै त्यसलाई हामीले हेर्यौँ भने चाहिँ त्यो चाहिँ राम्रो ठहरिँदैन भनेर हामीलाई पूर्वीय दर्शनले भन्छ क्या। इस्टर्न फिलोसफीमा यो सब चीजको उल्लेख छ, भेटिन्छ। समय सही हुनुपर्छ। एक्सिडेन्टली, सर्टकटमा भन्नुपर्दाखेरि, एकदमै छोटो वाक्यमा भन्नुपर्दा, एक्सिडेन्टली शारीरिक सम्बन्ध बनाएकै कारण सन्तान जन्मिनु हुँदैन। सन्तानको प्लान गर्नुपर्छ, समय सही हुनुपर्छ, सात्विक भोजन गरेको समय हुनुपर्छ, रक्सी खाएर जाँड खाएर यो सब चीज गरेर चाहिँ यदि त्यो भ्रूण विकसित भएको छ भने पछि गएर यसले हानि पुर्याउँछ। सन्तान मात्रै चाहिएको होइन नि त हामीलाई, असल सन्तान चाहिएको। यो चीजमा छोराको माइन्डमा भरिदिने काम कसको हो भन्दा बाबा आमाको हो क्या। बाबा आमाले यो सब चीज भर्नै पर्छ। किन भन्दा त्यो छोरोले कहीँ कतै स्कुलमा पनि पढ्दैन, कलेजमा पनि पढ्दैन, युनिभर्सिटीमा पनि पढ्दैन क्या यो सब चीज। र साथीभाइले पनि भन्दैनन् क्या। र बाबा आमाले नै यो सब चीजमा मेन्टली तयारी गर्नुपर्छ। जस्तो कि हामीले खेती गर्नेहरू जो कृषकहरू छौँ नि हैन, हामीले धानको बिउ असल राख्छौँ, तरकारीको बिउ असल राख्छौँ, जुन पायो त्यही आलु हो भन्दैमा रोप्छौँ र रोप्दैनौँ नि। जसरी हामीलाई खेती गर्नका निम्ति बिउ बिजन चाहिन्छ नि, असल राख्छौँ नि, त्यसै गरी मानव सभ्यतालाई निरन्तरता दिनका निम्ति, सृष्टिलाई निरन्तरता दिनका निम्ति हामीलाई सन्तान चाहिएको हो क्या। यो कुरामा पनि ख्याल गर्नुपर्छ। दोस्रो नम्बर। तेस्रो नम्बर, केटो मान्छेले भाँडाकुँडा समाउनै हुँदैन होइन है। भोलि उसकी श्रीमती गर्भवती भएको बेलामा त्यो घरमा सारा काम गर्नुपर्ने जिम्मेवारी त्यो छोरो मान्छेकै हो। आमाले छोरालाई एकदमै तयारी गर्नुपर्छ। उसकी श्रीमती गर्भवती भएको बेलामा सारा चीज, घरको काम, घर पुसपास हैन, खाना पकाउने, भाँडा मोल्ने, सारा चीज त्यो छोरो मान्छेले गर्नुपर्छ। यो सब चीजमा तपाईले छोरालाई तयारी गर्नै पर्छ।
कि होइन भने नोकर चाकर राख्न सक्नु पर्यो। किनकि आजकल छ नि मिसक्यारिजको चान्सेसहरू म्याक्सिमम छ र डाक्टरहरूले छोरी मान्छेलाई बेड रेस्ट भनिदिन्छन्। अब छोरी मान्छे जुन गर्भावस्थामा हुन्छन् उनीहरूलाई बेड रेस्ट भनिदिएपछि गर्ने कसले त भन्दाखेरि को आउँछ त? छिमेकी आउँदैनन्। र छोरो मान्छे पनि बाहिरी संसारमै रमाएर हिँड्न थाल्यो भने घरमा झैँ झगडा हुन्छ र त्यो पेटमा अथवा गर्भमा विकसित हुँदै गरेको जुन शिशु छ उसले राम्रो वातावरण पाउँदैन क्या। घरमा किचलो भयो, कचिङ्गल भयो। गर्भावस्थामा भएकी बुहारी चाहिँ यदि रात दिन रोएर बिताउनु पर्यो भने सन्तान असल जन्मिँदैन। यसमा ख्याल गर्नुपर्ने कसले हो भन्दा बाबा आमाले नै हो। कसको बाबा आमाले भन्दाखेरि छोराको बाबा आमाले। तेस्रो नम्बर है। चौथो नम्बरमा के हो भन्दाखेरि जब सन्तान प्राप्त हुन्छ नि, प्राप्त भइसकेपछि अधिकांश समय फ्यामिलीलाई दिनुपर्छ है, छोराछोरीलाई दिनुपर्छ। पैसा कमाएर ल्याउने होइन, पैसा छर्ने मात्रै केटो मान्छेको जिम्मेवारी होइन क्या। कुनै एउटा बच्चालाई सोध्नुहोस्, बाबाको माया पनि उति नै चाहिन्छ, आमाको माया पनि उति नै चाहिन्छ। अहिलेको जमानामा के पढ्ने, कसो पढ्ने होइन, कुन सब्जेक्ट पढ्ने, कहाँ जागिर गर्ने भन्ने कुराहरू हामीले सुझाव दिनु पर्दैन। किन भन्दा मान्छेको आफ्नो प्लानिङ हुन्छ यो सब चिजमा। तर फ्यामिली मान्छेको एउटा ह्याप्पिनेस हुन्छ, पारिवारिक सुख हुन्छ, यो चाहिँ सबै डिस्ट्रोय भएर गइरहेको छ क्या। डाक्टरकै पनि त्यस्तो छ, इन्जिनियरको पनि त्यस्तो छ, पाइलटको पनि त्यस्तो छ। मान्छे बेसी प्रोफेसनल भएको कारणले प्रोफेसनलाई चाहिँ बेसी इम्पोर्टेन्ट दिने र फ्यामिलीलाई चाहिँ लेस प्रायोरिटीमा राख्ने भएको कारणले गर्दाखेरि फ्यामिली आजकल फ्यामिली छैन क्या। र बाबा आमाको चिन्ता पनि के छ भन्दाखेरि दुईजना मात्रै मिलिदिए पनि हुन्थ्यो क्या, हामीलाई रेस्पेक्ट नगरे पनि हुन्थ्यो, यो आशा गर्नुहुन्छ नि होइन। तर यही पनि भएको छैन क्या। त्यसले गर्दाखेरि भोलिको आउने दिनका लागि होइन, जुन दिन आउँदैछ नि त्यो दिनका लागि तपाईँले तयारी गर्नुपर्छ। छोरालाई होइन एकदमै माइन्ड सेटिङ गराएर, मेन्टली प्रिपेयर गराएर आउने दिनका निम्ति है, सम्पूर्ण जीवनका निम्ति तयारी गर्नुपर्छ क्या। केवल जागिर खानका निम्ति मात्रै तयारी गर्ने होइन क्या। छोरो अब श्रीमतीका निम्ति मात्रै तयारी गर्ने होइन, उसको सन्तानका निम्ति मात्रै तयारी गर्ने होइन। तपाईँहरू बाबा आमा जो वृद्ध बन्दै जानुहुन्छ नि, तपाईँहरूप्रति पनि झुकाव राखोस् भनेर तयारी गर्नुपर्छ। तपाईँले जुन पालना गर्नुभएको धर्म, संस्कार, संस्कृति छ नि, यो विषयमा पनि झुकाव राखोस् भनेर तयारी गर्नुपर्छ क्या। यसका लागि सानैदेखि बाबा आमाले सिकाएको हुनुपर्छ। तपाईँ छोरो 18-20 वर्ष भइसकेपछि छोरो यसो गरौँ उसो गरौँ भन्नुभयो भने उसले मान्दैन क्या। जुन उमेरमा सन्तानले सिक्छ नि, सिक्न खोज्छ नि, मान्छ नि, त्यही उमेरमा सिकाउनुपर्छ। फलाम जति बेला तातेको हुन्छ नि त्यति बेलै कुट्यो भने चाहिँ अनि आफूलाई चाहिने सेप बनाउन सकिन्छ क्या। समय सही पक्रिनुपर्छ भन्न खोजेको हो क्या। समय बितिसकेको हुन्छ, भोलि श्रीमान श्रीमती हुन्छन्, छोरा बुहारी हुन्छन्, समय बितिसकेको हुन्छ, त्यति बेला तपाईँहरू सिकाउन खोज्नुहुन्छ त अनि तपाईँहरूसँग के हुन्छ, झर्किन्छ, छोरो झर्किन्छ, रिसाउँछ, घरमै आउँदैन, घरमै प्रवेश गर्दैन। एनिवे, तपाईँलाई मेरो विचार कस्तो लाग्यो जान्दिनँ। हामीले मानव सभ्यतालाई एकदमै सुखका साथ समृद्धि बनाउँदै होइन, एकदमै शान्त जीवनयापन गर्दै हाम्रा जति पनि सन्ततिहरू जन्मिन्छन् उनीहरूलाई चाहिँ सुख प्राप्त होस् भन्ने यदि कामना गरिन्छ भने चाहिँ नि आशीर्वाद मात्रै दिएर हुँदैन क्या। टिका लगाएर आशीर्वाद दिन्छौँ नि हामी दसैँमा, सुख प्राप्त होस्, समृद्धि छाओस् भन्छौँ नि, आशीर्वाद मात्रै दिएर पुग्दैन क्या। व्यावहारिक रूपमा ज्ञान पनि दिनुपर्छ। यति गर्न सक्यो भने उनीहरूको जीवन पनि सुखमय बन्छ है। एनिवे, थ्याङ्क यू सो मच फर वाचिङ। लट्स अफ लभ। दृष्टिकोण पेजलाई फलो गर्न भने कन्जुस चाहिँ नगरिदिनु होला है त।